हेलो गाइज, गुड मर्निङ। म चाहिँ आजबाट ड्युटी सुरु भएको छ। हाम्रो चाहिँ लामो समयको बसाइपछि आज चाहिँ हाम्रो ड्युटी सुरु भएको छ र हाम्रो चाहिँ लामो समयदेखि लाइसेन्स कम्पनीले नबनाइदिएको कारणले हामी चाहिँ रुममा बस्यौँ। झन्डै 5-6 महिनाको रुमको बसेपछि आज चाहिँ फाइनली लाइसेन्स चाहिँ बनाएर अनि हामी अहिले चाहिँ मेसिनमा आएको छौँ र नयाँ मेसिन दिएको छ क्याटरपिलरको 330 र यो छ हाम्रो मेसिन चाहिँ सबै फुल्ली यो सबै एसीको सिस्टमहरूदेखि लिएर हर चिज यो चाहिँ स्क्रिन टच सिस्टमको छ होइन। अनि एउटा क्यामेरा भइहाल्यो अनि त्यहाँबाट यहाँ छ यो यसमा सबै यो ब्लुटुथ सिस्टम पनि छ र यहाँ सबै लाइटिङहरूदेखि लिएर पावर अन अफदेखि लिएर यो चाहिँ अब स्टार्ट गर्ने बटन भयो। यसमा चाहिँ चाबी लाग्दैन र मेसिन चाहिँ भन्नुपर्दा यहाँ यस्तो छ होइन। अनि यहाँ चाहिँ रिकर्ड रहेछ मेरो, यहाँ यस्तो छ मेसिन चाहिँ फुल्ली क्याटको न्यू नै हो। मैले चाहिँ यसको यो चाहिँ हिजो मैले गर्मी अलि तातिएर यसलाई च्यातेर फालिदिएको होइन। अनि यो चाहिँ फुल रिभ्यू दिन गइरहेको छु म, देख्न सक्नुहुन्छ। यस्तो छ मेसिन क्याटरपिलरको 330 GC होइन। यता पनि छ अरू पनि, यो चाहिँ अर्को साथीले चलाउँछ अनि यो चाहिँ मेरो होइन। टक्क लाएर यसमा चाहिँ सबै यो अर्कै उसको छ क्या यो क्याटरपिलर चाहिँ। यसको चाहिँ भन्नुपर्दाखेरि यो सबै इलेक्ट्रिक सिस्टमको छ। इन्जिन त इन्जिनै हो तर पनि एकदमै इलेक्ट्रिक सिस्टमको जस्तै मेन इन्जिनको फ्यान बेल्ट नहुने खालको हो कि। अनि यस्तो टाइपको छ होइन। यस्तो इन्जिनको चाहिँ हुँदैन यसको होइन। हाम्रो चाहिँ यहाँ वहाँनिर पनि छ मेसिन चाहिँ, यता पनि छ। यहाँ यो मात्र होइन, यहाँभन्दा माथि यहाँ पनि छ मेसिन। हाम्रो एउटै कम्पनीको हो यो। हाम्रो चाहिँ यहाँ मेरो चाहिँ यहाँ छ मेसिन होइन। यहाँ पनि छ हाम्रो, मेरो चाहिँ यहाँ काम गर्थ्यौँ होइन। यो माटो खन्ने देख्नुभएको नि, यहाँ खन्छु। तर यहाँ चाहिँ फुल्ली यसको इन्जिनको बेल्ट पाएको छ होइन। फुल्ली यस्तो पाएको छ होइन। यो अलिक नयाँ मोडेलको छ यो चाहिँ, टक्क लाएर होइन। मस्त छ मेसिन चाहिँ, एकदमै राम्रो छ त्यो काम गर्नेलाई साउदीमा। जे होस् नयाँ मेसिन दिएको छ कम्पनीले, त्यसमै खुसी छौँ।